हेलो गाइस, स्वागत छ मेरो एउटा नौलो मिनी ब्लगमा। र आज चाहिँ म यहाँ फुल रोप्न आँटेछु। अस्ति मैले बजारबाट एक दुईटा फुल लिएको थिएँ, तर त्यसलाई नै म टापमा रोप्नलाई रेडी गरिरहेको छु। र यहाँ मैले अलिकति मल माटो लिएँ अनि त्यसको बाद यहाँ रेड माटो मतलब रेड सोइल मिक्स गर्दैछु, जुन चाहिँ मैले अनलाइनबाट अर्डर गर्दाखेरि कोकोपेट अर्डर गर्दाखेरि त्यहीँ आएको थियो। अनि यो चाहिँ हो कोकोपेट मिक्स गरेँ, किनकि यो सबै मिक्स गरेर रोप्दाखेरि चाहिँ एकदम राम्रो हुन्छ कि फुलहरू पनि मजाले मुख फुल्दो रहेछ। अनि त्यसको लागि मैले यहाँ मिक्स गरिरहेको छु राम्ररी। फेरि यहाँ हालेँ, अलिक कम्ती कम्ती त्यस्तो लाग्यो। अनि फेरि मिक्स गरेँ। अझै यहाँ बालुवा भएको भए चाहिँ राम्रो हुन्थ्यो, मसँग बालुवा थिएन र त्यही कारण मैले अलिकति कोकोपेट नै अलिकति बेसी हालेर यहाँ मिक्स गर्दैछु। र यहाँ हेर्न सक्नुहुन्छ मैले चाहिँ यो 3टा फुल लिएको थिएँ, यसलाई नै म टापमा मतलब सार्न आँटेछु। र अब चाहिँ म यो टापमा कोकोपेटहरू माटोहरू मिक्स गरेको हाल्दै फुलहरूलाई त्यो प्लास्टिकबाट निकाल्दै, जुन चाहिँ मैले नर्सरीबाट लिएको थिएँ नि, त्यो प्लास्टिकलाई चाहिँ हटाएर म टापमा सार्दै थिएँ नि, त्यसको लागि त्यहाँ अब सार्दैछु लाहेलाई यसो गर्दै गर्दै। अनि मेरो चाहिँ हालत अलिकति खराब नै भइरहेछ। यो चाहिँ मेरो 1 जनवरीको भिडियो म एडिटै गर्न सकेको थिइनँ, त्यसको लागि आज एडिट गरेर अपलोड गर्दैछु। यति लेट भयो, घाँटी साथै दुखेर कस्तो भयो थियो हेर्नै सक्नुहुन्छ यहाँ भिडियोमा। अब कस्तो भइरहेछ आफ्नो हालत। र हेर्दै जानु, म यहाँ फुलहरू चाहिँ रोप्दैछु। र अब चाहिँ मैले फुलहरू सबै रोपिसकेँ, जुन जुन किनेर लिएको थिएँ त्यो 3टा थियो नि। अनि यो चाहिँ मसँग मेरो घरमै थियो, मेरो घरकै गोदावरीको चाहिँ सानो पुलीहरू निस्केको थियो, त्यसलाई मैले निकालेर अलिक चिसो जग्गा पानी बग्ने जग्गामा राखेको थिएँ। त्यो राम्ररी जरा आइगएको थियो। अनि मैले त्यो प्लास्टिकहरूमा चाहिँ सारिदिन्छु भनेर राम्ररी सार्दैछु, किनकि त्यो भोलि पर्सि अलिक लेट फुल्छ नि त, त्यसको लागि राम्रो लाग्छ हेरेर भनेर मैले त्यो सारेर राखिदिँदैछु। मैले चाहिँ अब फुलहरू पनि रोपिसकेर त्यसमा यो भित्र लगेर राख्दैछु, किनकि प्लान्टहरूलाई चाहिँ म भित्र राख्छु नि त, इन्डोर प्लान्टहरूलाई। र यसलाई राखिसकेर म अनि बाहिरको टापहरू मिलाउन थालेँ। त्यो अलिक गन्दा जस्तो भइरहेको छ, पातहरू पुरा गिरेर पाकेको गिर्छ नि, त्यसलाई म साफसफाइ गरेर अनि फेरि म टापहरू मिलाउँदै थिएँ एउटा गर्दै। अरू फुलहरू रोपेको पनि राख्ने जग्गै थिएन र मैले त्यही साइड उपरमा राखिदिँदै थिएँ एउटा गर्दै अलिक दिनको लागि। अनि मैले अलिअलि फुलहरू पनि सफा गरिदिएँ त्यही टाइममा। अनि म चाहिँ फुलहरू पनि रोपिसकेर अहिले जाँदैछु। हाम्रो सानो पोखरी छ त्यहाँ पानी लिनलाई, किनकि फुलहरूमा पोखरीको पानी हाल्यो भने मात्रै राम्रो हुन्छ कि फुलहरू टिपलहरूको हाल्यो भने फट्टै मरि पनि हाल्दो रहेछ। त्यसको लागि हाम्रो पोखरी पनि सुकिसक्नै आँटेछ, पानी नै छैन। र त्यही पनि म लिन गएँ, अलिकति भए पनि ल्याउँछु भनेर। र म यहाँ उठाउँदैछु बाल्टिङमा। त्यसै उठाउँदा कतिवटा माछा उफ्रे जस्तो लाग्यो र हेरेँ एकछिन। अनि त्यसको बाद फेरि म पानी हाल्न थालेँ। पानी हालेको बादमा अब चाहिँ मैले पानी पनि भराइसकेँ बाल्टिङमा, र मैले आधा बाल्टिङ मात्रै ल्याउन सकेँ, किनकि यति भारी पनि बोक्न सकिँदैन नि त, त्यसको लागि। अनि म पोखरीबाट माथि उठ्दैछु बाल्टिङ लिएर। त्यसको बाद चाहिँ म यहाँ यही बाल्टिङमा पानी लिएर आउँदैछु भिडियो बनाउँदै, किनकि भिडियो चाहिँ उठाउनै पर्यो। अब चाहिँ म फाइनली बाल्टिङमा पानी पनि लिएर आएँ। पोखरीमा यति कष्ट गरेर मेरो पुतलीहरूलाई पानी हाल्नुको लागि। र मैले यहाँ एउटा फुलमा गर्दै पानी हाल्दैछु अलिअलि गर्दै, किनकि बेसी पानी हाल्यो भने पनि मरिजान्छ नि त फुल, त्यसै लागि म अलिअलि गर्दै फुलमा पानी हाल्दैछु फाइनली। अनि पानीहरू पनि हालिसकेर म यो फुल हेर्न थालेँ, कति क्युट छ है। र पानीहरू पनि हालिसकेको थिएँ ठिक्क। अनि बेलुकाखेरि मेरो पार्सल आयो, जुन चाहिँ मैले बहुत पहिलेबाटै अर्डर गर्न खोजिरहेको थिएँ, त्यो त्यस्तै भएको थिएन र मैले अर्डर गरेको थिएँ र आज फाइनली आइपुग्यो। र म यसलाई ओपनिङ गर्छु, अब देखाउँछु के गरेको थिएँ तपाईँहरूलाई। ल हेर्दै जानु होला मेरो भ्लग, त्यतिखेर थाहा पाउनुहुन्छ के गरेको थिएँ मैले अर्डर। र म चाहिँ यता फाइनली पार्सल ओपनिङ गर्न बसिसकेको छु, हेर्दै जानु होला के छ यसको भित्र। म खोलेर देखाउँछु तपाईँहरूको अगाडि नै। र म यसलाई कटिङ गरेर ओपनिङ गर्दैछु। र फाइनली मैले काटी ओपनिङ गरिसकेँ यसको पार्सललाई। र यो हेर्नु देखिसक्नु भयो होला मैले के अर्डर गरेको थिएँ। यो चाहिँ हो बेकिङ सेट, जुन चाहिँ केकहरू बनाउनको लागि मैले अर्डर गरेको थिएँ। सबै प्रडक्ट त छैन यहाँ, तर सबै मैले एक्स्ट्रा गर्दैछु। यो चाहिँ अलिकति कम्बो थियो, यो स्ट्यान्ड थियो, त्यसको पछाडि यो नोजलहरू थियो, अनि त्यसको पछाडि यो मेजर गर्ने स्पुनहरू के थियो।
म चाहिँ यता यो स्ट्यान्डलाई घुराउँदै देखाइरहेको थिएँ तपाईँहरूको अगाडि अनि जे गरेको थिएँ मैले यो सबै तपाईँहरूलाई देखाइ नै सकेँ। आजको लागि चाहिँ यति नै हो। बाई बाई। अगर भ्लग राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला।